बुद्धिजीवी पत्रकार विद्वान मित्र सबैहरुमा मेरो धन्यवाद दिँदै यस कार्यक्रममा म महान समारोहमा बोल्न पाउँदा मलाई आफैमा खुसी लागेको छ र तपाईँ हामीमा विश्वमा संसारमा विश्वमा विश्व शान्ति मानव एकताको निमित्त हामी जोड दिँदै आइरहेका छौँ र हाम्रो धार्मिक मञ्चबाट हामीले भनिराखेका छौँ तपाईले सुन्नु भएको छ र म के भन्छु भने विश्वका जनताहरू विश्वका मानवहरू मारामार नगरौँ र बाँचौँ भन्छ मारामार गर्नु हुँदैन र बाँच्नुपर्छ भन्छ र हामी मारामार गऱ्यौँ भने हामीमै रक्तपात हो भने यो पृथ्वी माता पृथ्वी सबैको आमा हो पृथ्वी माता भनेको धर्मले के भन्छ भने हाम्रो सबैको साझा आमालाई फोहोर मैला हुन्छ हामीमा हिंसा द्वन्द्व भयो भने पृथ्वी मातालाई असहाय हुन्छ त्यसकारणले हामीले के भन्छौँ भने विश्व शान्ति मानव एकता मानवमा सद्भाव राख्नुपर्छ मानवमा एउटा हामी सद्भाव सद्गुण राख्नुपर्छ र सबैसँग मेलमिलाप गर्नुपर्छ सबै मिलेर बस्नुपर्छ हामी भन्छौँ र महागुरु खगनन्दलाई पनि यही कुरा भन्नुभएको थियो त्यही कुरालाई नै सम्हालेर मैले भनिराखेका छु र हामीमा हिंसा गर्नु हुँदैन भनेर हामीले भनिराखेका छौँ तर मानिसहरू हिंसा गर्नुमा अगाडि बढ्छ र हिंसा भएपछि यो पृथ्वीमा रहेका समाज जनतालाई अप्ठ्यारो हुन्छ मैले इजरायल र गाजाको युद्ध हेरेँ मेरो ध्यान आकर्षण भएको छ त्यहाँ 700 जना केटाकेटी नानीहरू अनेकले मर्यो र त्यस कारणले पृथ्वी मातालाई समस्या हुन्छ र पृथ्वी माता रिस्यो भने हामी सबै हराउँछौँ पृथ्वी माता रिस्यो भने पृथ्वी नै रिस्यो भने चाहिँ हामी हराउँछौँ हाम्रो नेताले हराउँछ हामी पनि हराउँछौँ त्यस कारणले म के भन्छु भने यदि विद्यमान विज्ञानको शक्ति छ विज्ञानका चरम सिमानामा पुगिरहेका छ अहिले आएर कृत्रिम मान्छेहरू बनाएका छन् कृत्रिम फौजीहरू बनाएका छन् र मान्छेले नाश गर्ने बमहरू बनाएका छन् त्यस कारणले पृथ्वीलाई थाम्नु गाह्रो हुन्छ पृथ्वी थामेनन् भने ती सारा कुरा समाप्त हुन्छ यसले गर्दाखेरि हामी अलिक नजिक आइपुगेका छौँ अलिकति नजिक छौँ र विश्व शान्ति मानव एकताको लागि आफ्नो ज्ञान यम सेवा हामीले लगायौँ र हाम्रो छोराछोरीहरू सबै विदेश छ पलायन भएका छ पैसाको सिलसिलामा विश्वभरि हामी पुगिराखेका छौँ एक दुई पैसा हुन्छ भने आशाले
यसले गर्दाखेरि हामीले हाम्रो मुन्धुमले के भन्छ, हाम्रो पुर्खाले के भन्थ्यो, हाम्रो बाजे बोजूले के भन्थ्यो भन्दाखेरि खोज लाग्छ। ताङ्सेको मेचिङबुङ चमेङ्ग आया हो, हाम्रो भाषामा चमेन भन्छ क्या। चमेन आया ताङ्सेप चोकसिङबो भन्ने हाम्रो पुर्खाहरूले जो बाजे बजहरूले पनि गरेर आएको। त्यस कारणले हामी बाँचौँ, मागले एउटा रक्षा गर्छ कि भनेर हाम्रो तपाईँ सबैको नाममा हामीले 2-3 दिन होमादि पनि गऱ्यौँ, सेवा पनि लगायौँ। विश्व शान्ति मानवीयता कायम रहोस् र ठुल्ठुलो राष्ट्रहरूको दिमाग नबिग्रोस्। यिनीहरूको दिमाग बिग्रियो भने यहाँ गोली हानाहान गर्छ, बम हानाहान गरेपछि हामीलाई त गोली पर्दैन, खोकालाई नै हाम्रो काम पुग्छ। यसले गर्दाखेरि मलाई अलिकति कता युद्धको नजिक पुगेको अनुभव भएको छ। हाक्याङ ताङसेपसिङमा सेपसिङमा रोपसिङमा हामी त कुद्छौँ, एकछिनमै अमेरिका पुग्छौँ, अहिले त इङ्ल्यान्ड एकछिनमै पुग्छौँ होइन। आखो 3 दिन आधो नाहेन आधो गोली बारुद बम बारुद आधो देखिए मिलन आसिए हो। अनि सेपसिङमा भन्ने चाहिँ हाम्रो मुन्धुममा भएको हुनाले अब अहिलेसम्म विश्व शान्ति मानव एकताको सेवा लगाइएको थिएन। सेवाजी हामीले सुरु गऱ्यौँ र सेवा लगाउन सुरु गरिरहेका छौँ र अलिकति बाँचिन्छ कि भन्ने हाम्रो अनुभव हो। र अब तपाईँले सुन्नुहोस्, मुलुकमा संसारमा ठुल्ठुलो युद्ध भएपछि महामारी आउँछ। अब अहिले फेरि दोस्रो महामारी सुरु भयो। पहिलो महामारी गयो, दोस्रो महामारी सुरु भएर आइराखेको छ। यसको लागि पनि हाम्रो पुजारीहरू सजग रहनुपर्छ। यसको लागि उहिले महागुरुले भनिराखेका छ, तिमीहरू पृथ्वीमा ठुलो महामारी आयो भने पूर्वपट्टि फर्केर युमासनको धूप लाउनु है। अघि नुहाइधुवाइ गरेर आफ्ना छोराछोरीसँग नबोली नुहाइधुवाइ गरेर धूप पोल्नु भनेको छ। र हामीले अब त्यो कर्म गर्नुपर्छ। पूर्व फर्केर यो महामारी जहाँबाट उत्पत्ति भयो, जुन ठाउँबाट उत्पत्ति भएर आएका छ त्यहीँ गएर तिमी शान्ति भइजानु, तिमी अल्पेर जानु, हामीले रक्षा गर्नु अनि युमाको नाममा चाहिँ धूप पोल्नुपर्छ। र यो दिन अब आयो, तपाईँहरूलाई जानकारी गराएँ मैले। अब रोग भनेको हरेक आउँदैछ, हरेक खाले मैले भनिराखेको छु। र त्यस कारणले हामीले हाम्रो मुन्धुममा र हाम्रो महागुरुले त्यो कुरा बोलेको छ। त्यस कारणले अब त्यो दिन आयो। तपाईँहरू अघि उठेर कसैसँग नबोली नहुँदै गरेर बिल्डिङमा बस्ने छतको माथि गएर पनि एउटा धुप पोल्नु, युमाको नाममा पोल्नु। किनभने युमाले के भनेको छ भने पृथ्वीमा एउटा कुरा, पृथ्वीमा पाप ज्यादा भयो भने, रगत पक्षी भयो भने, रगतले ढाक्यो, मान्छेको रगतले ढाक्यो भने म आफै आएर उठाइहाल्छु है भनेर र युमाको इङ्घम छ। त्यसले गर्दाखेरि तपाईँले यो सुनाउनलाई तपाईँले बोलाएको मैले, तपाईँले यो चाहिँ अप्रचट्ट बोलाएको। खेतीको समयमा होइन, बर्खा लाग्यो त्यो समयमा पनि तपाईँहरूलाई मैले बोलाएर यो कुरा मैले सुनाएको। र अब विश्वमा अब शान्ति हुँदैन, लडाइँ झगडा हुन्छ, झगडा त हुन्छ, विश्वमा झगडा हुन्छ र हामी भक्तिपट्टि ध्यान दिउँ। म यही नै भन्छु तपाईँहरूलाई। तपाईँहरूको उपचारको लागि हामीले सेवा लगाएको छौँ। अब हामी त नेपाली जनता त विश्वमा गइराखेका छ, संसारमा पुगिराखेका छ। 1 पैसा 2 पैसा आउँछ कि भन्ने एउटा खातिरमा हामी गएका छौँ।
हामी विश्वमा गएर जागिर खाइराखेका छौँ, विश्वमा गएर नोकरी चाकरी गरेका छौँ, विश्वमा गएर झाडु लिएर हामीले सोहोरिराखेका छौँ के दुनियाँ। र हामी बाँच्नुपर्छ भन्छु है म चाहिँ। र हिजोअस्ति तपाईँले हेरिहाल्नुभयो पाकिस्तान र भारतको लडाइँ हेर्नुभयो। अब कोरोना सुरु भयो, कोरोना पश्चिम नेपालमा आइपुग्यो भन्ने छ। त्यस कारणले हामी लडाइँ झगडा भएपछि कोरोना सुरु हुन्छ। पहिला विश्वभन्दा पनि त अपूर्वी बिमार सुरु भएको थियो। यस्तै हुन्छ। यसबाट जोगिनुको लागि हामीले अपनाउनु पर्यो, सचेत हुनु पर्यो। म यही भन्छु तपाईँहरूलाई। र मेरो भविष्यवाणी साथसाथ यही कुरा। र संसार यस्तो हुँदै गएपछि अब हाम्रै उमेरले भेट्ने हो कि जस्तो पनि लाग्यो मलाई कता कता नि। त्यसले गर्दाखेरि मैले पहिला भनेको भविष्यवाणी आधाभन्दा बढी त पुगिसकेको छ। अब आधा पुग्नु बाँकी छ। र हामीले जोगिने कोसिस जोगिन सक्छौँ भन्ने कुरा चाहिँ तपाईँहरूले सोच्नु पर्यो, सम्झिनु पर्यो। हाम्रो बन्धुले के भनेको छ, हाम्रो शशीले के भनेको छ, हाम्रो दर्शनले के भनेको छ, त्यो कुरा अध्ययन गर्नु पर्यो। र मैले पर्याप्त तपाईँहरूले बोलाएर मैले तपाईँहरूले जानकारी गराएको हो मेरो भक्तजनहरू। त्यसले गर्दाखेरि हामी विश्व शान्ति मानविकता मानिस बिगार्नु हुँदैन। मानिसमा कलङ्क पसेको छ। कलङ्कले गर्दा मान्छे मिल्न दिँदैन र मान्छेलाई पर्छ र मान्छे टोकाटोको नै खान्छ, मान्छेले मान्छेको मासु नै खान्छ। अब यो दिन नजिकै आयो र त्यसले गर्दाखेरि हामी विश्व शान्ति मानविकतापट्टि सबैले ध्यान दिउँ भन्ने मेरो चाहिँ भने है। मेरो चाहिँ चाहना त्यो छ। यसले गर्दाखेरि केही बाँच्न सकिन्छ कि भन्ने अनुमान लगाइएको छ। र त्यसले गर्दाखेरि यो ठुलो देशहरू लडेपछि त हाम्रो सबै कुरामा हानि हुन्छ। बारबार सन्धि बन्द हुन्छ, तेल बन्द हुन्छ, नुन बन्द हुन्छ, सबै थोक बन्द हुन्छ अनि अनिकाल सुरु हुन्छ। यसले गर्दा पनि चहभाव पनि हामीले गर्नु पर्यो। हामीले हाम्रो पाहाडमा त ढुकुटी बनाएर बाजे बज्यूहरूले धानहरू के राख्थ्यो। अब त्यसो सुरु गर्ने बेला भयो, बाँच्नु त पर्यो हामीले। यसले गर्दाखेरि तपाईँहरूले यसप्रति पनि तपाईँहरू सजग रहनु म अनुरोध गर्नु चाहेँ। र मेरा भक्तजनहरू मलाई माया लाग्छ। विश्वभरि छर्नु भएको छ, धर्म नै विश्वभरि बढेर गएका छ। र सानो देशका हाम्रो जस्तो नेपाल जस्तो सानो मुलुकका त गन्ती आउँदैन है। यसले गर्दाखेरि ठुलो राज्यको लागि चाहिँ गन्ती आउँछ। त्यसले गर्दाखेरि हामीले यो कुराहरू हामीले सोच्नुपर्ने, अध्ययन गर्नुपर्ने कुरा अब आयो है। त्यसले गर्दाखेरि तपाईँहरूले यो कुरामा सतर्क रहनु म तपाईँहरूले अनुरोध गर्नु चाहन्छु। र हामी अब नेपाल त नेपाली लाहुरेहरू संसारभर पुगेको छ। उनीहरू त हाकिम आउने हो अहिलेको आधुनिक युगमा। अब त्यहाँ त आधुनिक युग छ, आधुनिक तरिकाले बनाएका छ। टेजमुनि बसेका पनि हालिहाल्छ, ठोकिहाल्छ। यसले गर्दाखेरि विश्व शान्ति मानविकता र हाम्रो विज्ञान प्रविधि जुन विकास भएको छ यसमा पनि राम्रो खालको दिमाग पसेर संसारलाई बचाउने खालको यन्त्रहरू तयारी हुनुपर्छ भन्छु म चाहिँ। र यो कुरा यस उहाँहरूले विज्ञानले सुन्छ, वैज्ञानिकहरूले सुन्छ र उनीहरूले त्योपट्टि नै ध्यान जाओस्। खालि नास्तिक मात्रै भएको छ अहिले त आफ्नै साँडे। अब हतियार छोडेपछि एक दिन त्यो छोड्ने दिन आउँछ, त्यति बेला छोड्छ, त्यति बेला